सम्माननीय अध्यक्ष महोदय, प्रतिनिधि सभा धेरै दिन भयो अवरुद्ध छ र भिजिट भिसाको विषयमा थुप्रै चर्चा परिचर्चा चलिरहेको छ। चर्चा मात्रै होइन, ठुल्ठुला मिडियाहरूले, देश विदेशमा रहेका ठुला मिडिया हाउसले पनि यी कुरालाई सर्वत्र रूपमा उठाइराखेको कुरा हो र अमेरिकाले पनि यो कुरालाई आफैले पनि अनुसन्धान गरिरहेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकज्यूको संलग्नता छ या छैन त्यो हामीले क्लियर गर्ने कुरा होइन र त्यो भन्न सकिने कुरा होइन, तर यो छानबिनको दायरामा ल्याउनै पर्दछ। यदि छानबिन भएन भने र हुन सकेन भने रमेश लेखक जो सच्चा इमान्दार हुनुहुन्छ अरे उहाँ सधैँको निमित्त कलङ्कित बन्ने पनि हुन सक्छ। तर उहाँको लगायत सचिव अध्यागमनको सहसचिव तीर्थराज भट्टराई र उनकी श्रीमती सहितको अमेरिका जाने प्लान रद्द भएको छ, रद्द गरिसकेको छ अमेरिकाले। व्यक्तिगत कुरा मात्रै भएन र नेपाललाई पनि अमेरिकाले कालो लिस्टमा राख्नेतिर उन्मुक्त भइराखेको कुरा छ। यसको सही छानबिन भएन र यसलाई सही ढङ्गबाट निराकरण गरिएन भने देश नै कालो सूचीमा पर्न सक्ने सम्भावना पनि रहन्छ। हाल सचिवालयमा रहेका विमल पौडेल पनि अहिले सचिवालयमै हुनुहुन्छ। डिआइजी हिमालय कुमार श्रेष्ठलाई अख्तियार अनुसन्धान प्रहरी प्रमुखलाई कहिले यता कहिले उता सरुवा गरेर उहाँले आफ्नो हरकत देखाउनु भयो र कर्मचारीको दबावबाट फेरि गृहमन्त्रीले उहाँलाई पुनः उही ठाउँमा लिएर स्थापित गर्नुभएको छ। गृहमन्त्रीलाई कर्मचारीको दबाव किन? अनि गृहमन्त्रीले कर्मचारीको दबावलाई सहर्ष स्वीकारेर फेरि सरुवा उही ठाउँमा लिएर अल्लो ठाउँमा लिएर राख्नुभएको छ। यो भनेको उहाँको या त उहाँले गरेको हरकतको पुष्टि हुन्छ, खुल्छ भनेर डराउनु भयो, या त उहाँले यो स्पष्ट ढङ्गबाट स्वीकारोक्ति हो भन्ने लाग्छ। यसो हुँदाखेरि गृहमन्त्रीज्यूले राजीनामा दिएर यो बाटो खुल्ला गर्नुपर्छ जुन कि निष्पक्ष ढङ्गबाट छानबिन होस्। उहाँ त्यो कुर्सीमा रहिरहँदासम्म सही ढङ्गबाट सत्य तथ्य ढङ्गबाट छानबिन हुन सक्दैन। यो विदेशमा थोरै मन्त्रीहरू 1-2 मिनट मात्रै ढिला आउँदाखेरि मैले देशलाई ठप्प पारेँ भनेर आलोचित हुन्छन्। कतिपय प्राकृतिक प्रकोपबाट हुने घटनाहरू, रेल दुर्घटना हुँदा, हवाई दुर्घटना हुँदा राजीनामा दिएका थुप्रै उदाहरणहरू छन्। नेपालमा पनि पञ्चायतकालबाट पनि हामीले सिक्नुपर्छ, त्यहाँ पनि थुप्रै त्यस्ता किसिमका घटना हुँदाखेरि मन्त्रीले राजीनामा दिएका कुराहरू छन्। त्यति मात्रै होइन, अहिले भर्खरै पनि गणतन्त्रपछि पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पनि केही सिक्नुपर्छ। एउटा कर्मचारीले प्रधानमन्त्रीको आदेशलाई नमान्दाखेरि जुन हटाउनु भयो र फेरि विरोध हुँदाखेरि फेरि पुनर्स्थापना भए, त्यतिखेर उहाँले राजीनामा गर्नु हो। यो नैतिकताको प्रश्न हो। उहाँलाई केही दबाब थिएन, प्रधानमन्त्रीबाट राजीनामा गर्नैपर्छ भन्ने कुनै दबाब थिएन, तर राजीनामा गर्नु यो नैतिकताको प्रश्न हो। मान्छे सच्चा हुन, चोखो हुन, अथवा एउटा कर्मचारीले आफ्नो निर्देशन नमान्दाखेरि आफूमा हुने नैतिकताको कुरा हो यो। त्यस्तै जनार्दन शर्मा, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबाट पनि केही नैतिकताका कुरा पाठहरू सिक्नुपर्छ। त्यसो हुँदाखेरि यी नैतिकताका पाठहरू सिक्नुपर्ने कुराहरू धेरै छन्। उहाँ फेरि गृहमन्त्री रमेश लेखक यस्ता नैतिकताका कुराहरू सिकाउनेमा त माहिर हुनुहुन्छ, तर आफैले पनि ओ ग्रहण गर्नुभएको देखिँदैन। त्यसो हुँदाखेरि गृहमन्त्रीज्यूको तत्काल राजीनामा हुन आवश्यक छ र यो कुरालाई छानबिन गरेर छानबिनको दायरामा लिएर मार्ग प्रशस्त गर्नको निमित्त म गृहमन्त्रीज्यूलाई राजीनामा गर्न म आग्रह गर्दछु। धन्यवाद।